थियो दूध थियो तातो खाँदाखेरि पोखिएर लुगामा भो टाटो बाँसै काटी बार बार्ने साल काटी खामो सफा सुग्घर राख्नु पर्छ आफू बस्ने ठाउँमा बजारमा बढेको छ सामानको दर कापी किन्न जान पनि लागेको छ डर आमा बुबा काम गरी कमाउने धन हामीलाई खेलौना र कापी किन्ने मन सानो घर मेरो सानो छानो हामी खान्छौ सधैँ आफ्नो पौरखको मानो हावा पानी माटो अनि घर राख्छौ शुद्ध मन पनि सफा भए मान्छे बन्छ बुद्ध मेरो घरको धुरीबाट देख्छु हिमाल चुली सफा हिमाल हाँस्दाखेरि मन आउँछ खुली मान्छे पनि सफा गर्नु राम्रो हो रे गुण सफा हुन्छु स्वस्थ बन्छु सुन साथी सुन ल पढ्नु कलम रङ र इरेजर चाहिएको छ हुन्छ नि पैसा दिँदै ल तिमी यो 100 रुपैयाँ दिएर पसलमा जाऊ आफूलाई चाहिएका सामान किन पैसा पाउना साथ छोरी नजिकैको पसलमा जान्छिन् छोरी नमस्कार काका मलाई एउटा कलम दुईवटा कापी एक प्याकेट रङ र एउटा इरेजर लिनुहोस् न पसले सबै सामानको मूल्य सुनाउँदै ल ल्याऊ नानी सामानको जम्मा 95 रुपैयाँ भयो छोरी 100को नोट दिँदै लिनुहोस् काका पसले 5 रुपैयाँ फिर्ता लैजाऊ छोरी सबै विवरण बुबालाई सुनाउँदै बुबा मैले 30 रुपैयाँको कलम किने त्यसपछि 15 रुपैयाँ दरका दुईवटा कापी किने
बुबा स्याबास छोरी स्याबास छोरी यति मात्र होइन नि बुबा 20 रुपैयाँको रङ पनि किने 10 रुपैयाँको सिसा कलम किने 5 रुपैयाँको इरेजर किने बुबा अनि पैसा पुग्यो त तिमीलाई छोरी अझै मसँग 5 रुपैयाँ बाँकी छ नि लिनुहोस् यो बाँकी पैसा राख्नुहोस् बुबा स्याबास छोरी यो पैसा तिमी नै राख तल गर्ने हो फेरि राम्रो बानी बुबा छोरी तिमी के गरिरहेकी छोरी बुबा म गृहकार्य गर्दैछु मलाई नयाँ सिसा कलम रङ र इरेजर चाहिएको छ बुबा हुन्छ नि पैसा दिँदै ल तिमी यो 100 रुपैयाँ लिएर पसलमा जाऊ आफूलाई चाहिएका सामान किन पैसा पाउनासाथ छोरी नजिकैको पसलमा जान्छे नमस्कार काका मलाई एउटा कलम दुईवटा कापी एक प्याकेट रङ र एउटा इरेजर दिनुहोस् न कसले सबै सामानको मूल्य सुनाउँदै ललेउ नानी सामानको जम्मा 95 रुपैयाँ भयो 100को नोट दिँदै ललिनुहोस् काका 5 रुपैयाँ फिर्ता लैजाऊ सबै विवरण बुबालाई सुनाउँदै बुबा मैले 30 रुपैयाँको कलम किने त्यसपछि 15 रुपैयाँ